के नाना त्यो मान्छे मान्छेकै हो कि भएन बा 5-6-29 नम्बरको बस र नारायणघाटतर्फ आउँदै गरेको यो बस एक आपसमा ठोकिएको छ यो रक्सी खान उहाँबाट नचार लिएर आएको हो क्या उसले यहाँ रक्सी खाएको मान्छे यसले चलाएको गाडी यस्तो रक्सी खाएर आएको तपाईले चलाउनु भएको गाडी हात नहाल्नु छोडिनु अनि यसरी रक्सी खाए मान्छेले गाडी चलाउने हो त देख्न सक्नुहुन्छ यसरी रक्सी डुङडुङ बनाएर खाएको छ हामी देख्न सक्छौँ यो मुगलिङ बजारको ठ्याक्कै डाँडामा चाहिँ यसरी गाडी ठोकियो गाडीमा चाहिँ मान्छे थिएन बच्चाहरु यता छेउमा भए मार्दैन यस्तो रे दिदी म त सुतेर बसेको के रे सुतेर बसे गाडी चलाएको यही स्थानीयले देखिराख्नु भएको छ तपाईँ सुतेर भन्ने दर्शक पनि देख्न सक्नुहुन्छ उहाँले चाहिँ गाडी चलाइराख्नु भएको थियो र उहाँ चाहिँ पुरै अहिले नसामा हुनुहुन्छ गाडी चाबी निकाल्नु चाबी निकाल्नु गाडीको चाबी निकाल्नु फेरि चलाउला यतिकै चाबी निकालिदिनु त गाडीको यस्तो अवस्थामा उहाँले गाडी चलाउनु भएको थियो र उताबाट आउने गाडीलाई चाहिँ यसरी ठक्कर दिएको छ र अहिले चाबी भर्खरै निकालिएको छ यसरी मापसे गरेर सवारी चलाउँदाखेरि ठुलो दुर्घटना हुनेबाट म लिँदैन चाबी प्रहरी आउँदै हुनुहुन्छ प्रहरी लिनुहुन्छ यस्तो छ स्थानीयहरू पनि जम्मा भइसकेको अवस्था छ र यसरी यो मुगलिङ बजार चोक भन्दा अलिकति माथि नारायणघाटतर्फ चाहिँ यसरी गाडी ठोकिएको हो यो गुगल एयरबस लेखेको बस चाहिँ ठोकिन पुगेको बागमती प्रदेश 03-001 3554 नम्बरको बससँग ठोकिएको उहाँ चाहिँ चालक हुनुहुन्छ उहाँ निकै मापसी गरेर चाहिँ सवारी चलाउनु भएको स्थानीयले बताउनु भएको छ उहाँ भाग्न कोसिस गर्दै हुनुहुन्छ तर स्थानीयले रोकिराख्नु भएको छ त्यसरी नसामा रहेर चाहिँ गाडी चलाउँदाखेरि यो ठुलो दुर्घटना ठुलो मानवीय क्षति हुनबाट चाहिँ बचेको छ केही क्षति चाहिँ भएको छ बसमा अहिले निकै जाम लागिसकेको अवस्था छ देख्न सक्छौँ मानवीय क्षति केही छैन तर ठुलो दुर्घटना ठुलो मानवीय क्षति हुन सक्ने चाहिँ सम्भावना रहेको थियो किनकि चालक यो जुन 5-6-299 नम्बरको यो पोखरा नारायणघाट चल्ने बस चलाएर आउनु भएको थियो प्रहरी पनि आइपुग्नु भएको छ चालक यो अवस्थामा छ यस्तो हिँड्न नसक्ने अवस्थाको चालकले गाडी यसरी लिएर आएको थियो देख्न सक्छौँ अहिले चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ऊ हिँड्न सक्ने अवस्थामा पनि छैन र उहाँले निकै लापरवाही गरेको कारणले गर्दाखेरि यो दुर्घटना हुन पुगेको हो अहिले मानवीय क्षति छैन र हामी देख्न सक्छौँ उहाँ चालक हुनुहुन्छ उहाँ गाडी नचाउँदै ल्याएको भनेर चाहिँ स्थानीयहरूले भन्नुभएको थियो बताउनु भएको थियो उहाँ भाग्न खोज्दाखेरि स्थानीयले रोक्नु भएको थियो नसाको तालमा चाहिँ उहाँले गाडी चलाएर आउनु भएको थियो कृपया यस्तो किसिमको चालकहरूलाई सवारी चलाउनको लागि नदिनुहोला यदि कतै देखिएको खण्डमा चाहिँ प्रहरीलाई कारबाहीको लागि भन्नुहोला अहिले उहाँलाई चाहिँ प्रहरीले नियन्त्रण लिएर जाँदै हुनुहुन्छ उहाँ चालक खुट्टामा चप्पल पनि छैन र हिँड्न सक्ने अवस्थामा पनि हुनुहुन्न उहाँ यो अवस्थामा हुनुहुन्छ पुरै मापसे
पछाडि राखेर हुन्छ पछाडि यो पछाडि पछाडि फ्रेस हुन्छ यो पछाडि यो पछाडि यो अवस्थामा हुनुहुन्छ उहाँले चाहिँ बस चलाएर आउनु भएको हो धन्दा गाडीमा चाहिँ प्यासेन्जरहरू नभएको कारणले गर्दाखेरि मानवीय क्षति हुन पाएन तर विपरीत दिशाबाट आउँदै गरेको बसमा भने प्यासेन्जरहरू रहेको हामी देख्न सक्छौं गोल्डन गुगल एसी एन्ड एयर सस्पेन्सन लेखेको बसमा चाहिँ यात्रुहरू रहेका छन् तर कुनै पनि त्यस्तो चोटपटक लागेको केही छैन ठुलो दुर्घटना हुनबाट चाहिँ जोगिएको छ एकजनाको लापरवाहीले गर्दाखेरि धेरैले चाहिँ यो अवस्थामा छ दर्शक उहाँ आफै उभिन सकिरहनु भएको छैन हामी देख्न सक्छौं उहाँ हात जोडेर माफी माग्दै हुनुहुन्छ उहाँ जस्तो चालकलाई कस्तो किसिमको कारबाही हुनुपर्छ यो बसको चालकको एक्सिडेन्ट भयो यो गाडी देख्नु भएको थियो तपाईँले अन्त पनि देखेको होइन उता पिकअप बोलेरोवाला पिकअप छैन उसलाई चाहिँ गर्न भन्न आएको फोटो खिच्नु यताबाट पनि गाडी छुटाइदिनु छ गाडी यो ड्राइभर एउटा हटाइदिनु हाम्रो गाडी छिरिहाल्छ हाम्रो फोटो खिचेन फोटो खिच्दा हुन्छ नि यो फोटो खिचेर राखेको हुन्छ भने क्या यो भोलि देखाउनु राखेको तपाईँ चाहिँ कहाँदेखि आउनु भएको म हजुर नारायणघाटदेखि तपाईँ आफैले चलाउनु भएको हो कसरी ल्यायो होला त उहाँदेखि कहाँदेखि आउनु भयो तपाईँ दमौलीबाट त नि त नारायणघाटबाट आउने बाटोबाट आउनु भएको छ कहाँबाट आएको नि थाहा छैन तपाईँलाई अहिले चाहिँ तपाईँ कहाँबाट आउनु भयो नारायणघाट उता हो दमौली त यता हो तपाईँ दमौली जाँदै हुनुहुन्छ अहिले दमौलीबाट आउनु भएको होइन बिहानै हो बिहानको देखिहाल्नु भयो दर्शक उहाँ कहाँबाट आएको उहाँ आफूलाई थाहा छैन अहिले उहाँ नारायणघाटदेखिको साइडबाट आउनु भएको छ र भनिराख्नु भएको छ कि दमौलीबाट आएको भनिराख्नु भएको छ हामी दृश्यमा देखिरहेको यो जुन लाइन छ यो नारायणघाट तर्फको बाटो हो भने यतापट्टि चाहिँ मुगलिङ तर्फ पर्छ जुन चाहिँ दमौली हुनको लागि यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ उहाँ यसरी नशालु पदार्थ प्रयोग गरेर नशामा रहेर यसरी नारायणघाटदेखि चाहिँ उहाँ यसरी गाडी लिएर आउनु भएको छ दन्द गाडीमा चाहिँ यात्रुहरू नभएको कारणले गर्दाखेरि ठूलो किसिमको दुर्घटनाबाट टरेको छ यो ठूलो बसमा केही क्षति भएको छ तर त्यति ठूलो क्षति त भएको छैन सिसा फुटेको छ गाडी पनि निकै लामो जाम लागिसकेको अवस्था छ र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेपछि ए यतैबाट गएको हो यो ल यहाँ स्थानीय माइजू हुनुहुन्छ माइजू भन्नुहोस् त यो गाडी यो मोटरसाइकल चाहिँ सार्देऊ त मनोजी अलि त सार्देऊ माइजू भन्नुहोस् त कस्तो अवस्थामा आएर ठोकियो यो गाडी तपाईँले प्रत्यक्ष देख्नु भयो नि हजुर उतापट्टि टडक थियो बर यताबाट जाँदा नि देख्नु भएको थियो तपाईँले यताबाट गएको चाहिँ आधा घण्टा अगाडि खरबुजा खाएर गाडियो छ ए अनि गाडीमा मान्छे थियो कि थिएन मान्छे थिएन खलासीले खरबुजा खाएर गए आधा घण्टा अगाडि यतैबाट गएको हो यो कि खरे खोलाबाट फर्कियो हो कि पाछिलोबाट फर्कियो
यो गाडी भनेपछि ड्राइभर भाग्न खोजेको थियो अहिले खोजे थियो हामी सोनाकै भित्रै पछ्यौँ त्यही त यस्तो रक्सी खाएर गाडी चलाउने कस्तो साउले पनि कस्तो होइन विचार नगरेको होला सब आफै हो आफै साउ हो सब आफै सब आफै हो हामीले टुरलाई हो र हामी स्कुल दुरै बस्नु सब आफै हो दर्शक पनि सुनिहाल्नुभयो क्षति भन्नाले यस्तो छ जुन तरिकाले उहाँले लापरवाही गरेर चाहिँ सवारी चलाउनु भएको थियो जुन यो मुगलिन आर्घाट सडक खण्ड निकै टर्निङहरू रहेको छ यो ठाउँमा यदि दुर्घटना अथवा यात्रुहरू बसमा भएको भएदेखि ठुलै जनधनको क्षति हुन सक्थ्यो भन्ने अर्थमा मैले क्षति कम भएको छ भन्न खोजेको हो क्षति के भएको छ केही मात्रामा भएको छ जुन लापरवाही गरेको थियो जुन लापरवाही अनुसारको जुन ठुलो क्षति हुनबाट चाहिँ टरेको छ भन्न मात्रै खोजिएको हो र हामी देख्न सक्छौँ यतिखेर हामी मुगलिङ बजारमा छौँ नारायणघाटतर्फ जाने जुन यो डाँडा भनिन्छ यहाँनिर चाहिँ हामी छौँ यो दुर्घटना केही बेर अगाडि भएको हो हामी यहीँ रहँदा हाम्रै अगाडि केही बेर अगाडि रहेको गाडी चाहिँ दुर्घटना हुन पुगेको थियो मानवीय क्षति छैन तर गाडीमा चाहिँ दुईवटै गाडीमा चाहिँ क्षति हुनुभएको छ र जसले गर्दाखेरि केही बेर गाडी रोकिँदाखेरि केही लामो जाम लागेको छ यो जानकारीसँगै म विनोद श्रेष्ठलाई भने प्रत्यक्ष प्रसारणबाट छुटिन चाहन्छु हस्त नमस्ते